क्या तपाईँले कहिल्यै सोच्नु भएको छ, मेहनत त गर्छु, समय पनि दिन्छु, तर पैसा किन आउँदैन, जिन्दगी किन अगाडि बढ्दैन? सुन्नुहोस्, समस्या तपाईँको मेहनतमा छैन, समस्या त्यो 3 गल्तीमा छ जो नेपालका अधिकांश युवाले थाहै नपाई गरिरहेका छन् र त्यही गल्तीले उनीहरूलाई जिन्दगीभर गरिब राख्छ। आजको यस भिडियोमा म तपाईँलाई ती 3 गल्ती बताउनेछु र साथमा बताउनेछु त्यसबाट बाहिर निस्कने सही बाटो। यो भिडियो अन्तसम्म हेर्नुहोस् किनभने यो जानकारी तपाईँको जिन्दगी साँच्चै बदल्न सक्छ। पहिले एउटा जरुरी कुरा, नेपालमा युवाको संख्या ठूलो छ, ऊर्जा छ, समय छ, इच्छाशक्ति पनि छ, तर धेरैजसो युवा वर्षौंसम्म एउटै ठाउँमा अड्किएका हुन्छन्। न राम्रो जागिर, न बिजनेस, न बचत। किनभने कोही सिकाउँदैन, स्कुलले पैसाको बारेमा सिकाउँदैन, परिवारले बिजनेसको बारेमा बताउँदैन र हामी त्यही गल्ती दोहोर्याउँछौँ जो हाम्रा अगाडिका पुस्ताले गरे। अब ती 3 गल्तीमा आउँछौँ। गल्ती नम्बर 1, सिप नसिकी जागिर खोज्नु। नेपालमा धेरैजसो युवाको सपना हुन्छ, एसएलसी पास गर, +2 सकिदेऊ, कुनै अफिसमा जागिर लाग। तर सोच्नुस्, त्यो जागिरले के दिन्छ? महिनाको 15,000, 20,000 र त्यही तलबमा जिन्दगीभर बाँधिएर बस्नुहुन्छ। सच्चाइ के हो भने जागिर तपाईँलाई सर्भाइभ गराउँछ तर कहिल्यै अमीर बनाउँदैन। असली पैसा सिपमा हुन्छ, स्किलमा हुन्छ। सोच्नुहोस्, एउटा राम्रो भिडियो एडिटर नेपालमा महिनाको 50,000 देखि 1 लाखसम्म कमाउन सक्छ। एउटा डिजिटल मार्केटर अन्तर्राष्ट्रिय क्लाइन्टसँग काम गरेर लाखौं कमाउँछ। एउटा कन्टेन्ट क्रिएटर आफ्नो फोनबाटै पैसा बनाउँछ। तर यी मान्छेहरूले पहिले एउटा काम गरे, उनीहरूले सिप सिके। जागिर खोज्नु अगाडि आफैलाई सोध्नुहोस्, मसँग कुन सिप छ जसको बजारमा माग छ? अगर जवाफ छैन, त्यो सिप सिक्नुहोस् पहिले, किनभने सिप भएको मान्छेलाई जागिर खोज्न पर्दैन, जागिर उसलाई खोज्न आउँछ। गल्ती नम्बर 2, कमाएको पैसा बचाउनु तर लगाउन नजान्नु। नेपालमा धेरैले बचत गर्छन्, राम्रो कुरा हो, तर बचत गरेको पैसा ब्याङ्कमा राखेर बस्छन् वर्षौंसम्म र ब्याङ्कको ब्याजले इन्फ्लेसन पनि बिट गर्दैन। यो दोस्रो ठूलो गल्ती हो। पैसाले पैसा बनाउँछ, तर त्यो तब मात्र हुन्छ जब तपाईँले पैसालाई काममा लगाउनुहुन्छ। धनी मान्छेहरू के गर्छन्? उनीहरू कमाउँछन्, बचाउँछन् र त्यो बचतलाई इन्भेस्ट गर्छन्। इन्भेस्ट भनेको के हो? सिधा भाषामा आफ्नो पैसालाई त्यस्तो ठाउँ राख्नु जहाँबाट त्यो पैसाले थप पैसा ल्याओस्। जस्तै शेयर मार्केट, म्युचुअल फन्ड, सानो बिजनेस, आफ्नो सिप बढाउन। अहिले नेपालमा पनि शेयर मार्केट, डिजिटल बिजनेस र अनलाइन प्लेटफर्म मार्फत साधारण मान्छेहरू पैसा बढाइरहेका छन्। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा, बिना जानकारी इन्भेस्ट नगर्नुहोस्। पहिले सिक्नुहोस्, बुझ्नुहोस्, त्यसपछि मात्र लगाउनुहोस्। याद राख्नुहोस्, पैसा बचाउनु मात्र काफी छैन, पैसालाई काममा लगाउन सिक्नुहोस्। गल्ती नम्बर 3, गलत मान्छेको सङ्गत र गलत सोच। यो तेस्रो गल्ती सबैभन्दा खतरनाक छ, किनभने यो देखिँदैन। तपाईँ कोसँग बस्नुहुन्छ त्यसले तपाईँको जिन्दगी निर्धारण गर्छ। अगर तपाईँका साथीहरू दिनभर गफ गर्छन्, गुनासो गर्छन् र नेपालमा केही हुँदैन भन्छन्, त्यो सोच बिस्तारै तपाईँमा पनि आउँछ र एक दिन तपाईँ पनि त्यही भन्न थाल्नुहुन्छ। सच्चाइ के हो? नेपालमा पनि युवाहरू युट्युबबाट लाखौं कमाइरहेका छन्, फ्रिलान्सिङबाट डलर कमाइरहेका छन्, सानो बिजनेसबाट करोडपति बनिरहेका छन्। फरक के छ उनीहरूमा? सोच, माइन्डसेट। उनीहरूले हुँदैन भनेनन्, उनीहरूले कसरी हुन्छ भने। अगर तपाईँ साँच्चै जिन्दगी बदल्न चाहनुहुन्छ भने गलत सङ्गत छोड्नुहोस्। त्यस्ता मान्छेसँग बस्नुहोस् जो अगाडि बढ्दैछन्, सिक्दैछन्, बनाउँदैछन्। किनभने सफल मान्छेको सङ्गतले तपाईँको सोच बदल्छ र सोच बदलेपछि जिन्दगी बदल्छ। अब सबैभन्दा जरुरी कुरा, यी 3 गल्तीबाट कसरी बाहिर निस्कने? 1, आजैबाट एउटा सिप सिक्न थाल्नुहोस्। भिडियो एडिटिङ, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, कोडिङ, जे पनि। 2, कमाएको पैसाको कम्तीमा 20% बचत गर्नुहोस् र त्यसलाई सिकेर इन्भेस्ट गर्न थाल्नुहोस्। 3, तपाईँको सोचलाई च्यालेन्ज गर्ने, अगाडि बढ्ने मान्छेहरूसँग जोडिनुहोस्। साना कदम, तर सही दिशामा। दोस्तहरू, गरिब र धनीको फरक भाग्यमा छैन, फरक निर्णयमा छ। आज राम्रो निर्णय लिनुहोस्, सिप सिक्नुहोस्, सही मान्छेसँग बस्नुहोस्, पैसालाई काममा लगाउनुहोस्। किनभने तपाईँको जिन्दगी बदल्न सक्छ, तर त्यो परिवर्तन आजबाटै सुरु हुनुपर्छ।